माथि जानुपर्ने छ है। हेलो गाइस, म हिँड्दैछु। हिँड्न सक्नुहुन्छ मेरो अवस्था कस्तो छ। अलिकति भर्खर अलिकति राम्रो बाटो पायो, हिँड्दैछु। कस्तो थाकिसकेँ म। हामीसँग यहाँ विश्राम गर्दैछौँ साथीहरू। हिँड्न सक्नुहुन्छ। सबैजना थकित हुनुहुन्छ धेरै हिँड्दा हिँड्दा। अभिषेक केही प्रक्रिया आफ्नो जनाउनुहोस्, कस्तो लागिरहेछ? गाह्रो पनि भइरहेको छ, अलिकति ओभरवेट भएर पनि होला। अब अलि एकैछिन हिँड्दाखेरि पनि अलिक गाह्रो जस्तो चाहिँ हुन्छ, तर ठिक छ। जस भ्यू राम्रो छ, सनराइज छ, जस नेचरसँग कनेक्ट हुँदाखेरि राम्रो भइरहेछ। कस्तो आउँछ? फाइनली धिम्से पुगे साथीहरू हामी। फाइनली हामी धिम्से पुगिसकेछौँ। फोटो हाल्नु पर्ख यो तर घाम यहाँ छ ब्रो, यहाँ फोटो आउनु, यहाँ खिच्नु पर्छ। बिस्तारै गर्नु। भिटामिन डी तपाईँ हुनुहुन्छ। हाल्दिन के यस्तै मेमोरीको लागि। कुन ठाउँमा प्रवेश हो? कति टाइम लाग्यो हामीलाई यहाँसम्म पुग्नलाई? अब साथीहरू यहाँ चिया खाएर अगाडि बढ्छौँ चन्दनबारीतिर। साथीहरू हामीहरू धिम्सा पुग्यौँ। अब चन्दनबारीतिर लाग्छौँ। पहिला यहाँ चिया खान्छौँ, त्यसपछि जाने। हाम्रो अभिषेक ब्रो पनि हुनुहुन्छ यहाँ। खै चिया त डर पनि लाग्यो त्यो। खाँदैन होला यो बिस्किट, खाए त। एउटा मेरो भिडियो बनाइदिनु। बिस्तारै खाऊ न। हेलो, गुड मर्निङ, नमस्ते। साथीहरू हामी यहाँ चिया खानलाई पर्खिरहेछौँ। यो लालीगुराँस होटल भ्यू पोइन्टमा हेर्न सक्नुहुन्छ। यहाँबाट कस्तो राम्रो भ्यू छ। सनलाइट पनि निस्केछ। हेर्न सक्नुहुन्छ साथीहरू, यस्तै खचरहरूले सामान बोकेर माथिसम्म पुर्याउँछन् कि। किनभने यहाँ रोड पनि राम्रो छैन, ट्रान्सपोर्ट पनि छैन, केही नै छैन। आधी घन्टा पछि हिँड्ने भन्छ। 2900 भयो, 2900 3900 जान्छ नि, 1000 मात्रै भयो। हाम्रो त 1400 हुन्छ नि। हेर्न सक्नुहुन्छ खचरहरूले पुरै सामान लिएर बोकेर आएछन्। यहाँ ट्रान्सपोर्टको फेसिलिटी छैन। यही नै ट्रान्सपोर्टको फेसिलिटी हो।
यहाँ पनि चिया खाने कुखुरा पनि छ यार कुखुरालाई पनि बोकेर लाग्यो हजुर घोडा हो नि यहाँ बसेर हामी चिया खाँदैछौँ साथीहरू ओ प्रवेश हो आऊ कस्तो रिफ्रेसिङ टी रहेछ वाउ अब फेरि हामीहरूले आफ्नो दिम्सेबाट यात्रा सुरु गरिरहेछौँ साथीहरू हेलो साथीहरू अब हामीले दिम्सेबाट आफ्नो यात्रा सुरु गरिरहेछौँ अब हेरौँ चन्दनबारी पुग्ने प्लान छ कहाँसम्म पुग्छौँ हेर्नु साथीहरू बाटो त यस्तै छ हजुरलाई इच्छा लाग्यो आउनुहोस् नलाग्यो नआउनुहोस् त्यो 15 मिनटको रिल्सहरू हेलो साथीहरू बाटो यहाँ यस्तै छ ठाउँ ठाउँमा यस्तै भर्याङहरू चढ्नुपर्छ हजुरहरू 15 सेकेन्डको रिल्सहरू टिकटकहरू हेरेर सब जोसिलो भएर आउन मनपर्छ भने एकचोटि विचार गर्नु होला साथीहरू कस्तो भर्याङ चढ्दा गाडी कस्तो गाह्रो भइरहेछ नाकले होइन मुखले सास लिनु पर्छ हामीलाई हो गोसाइकुण्डबाट फर्किने कि उताबाट लन्डनबाट सुरु बिस्तारै आउँछ ए यार फेरि भुडीवाला फोटो हामीले अब यात्रा सुरु गरिसकेछौँ चन्दनबारी पुग्नु पर्यो त्यहीँ बसेर खाना खाने प्लान छ हाम्रो